आम्बो तपाईले देखाउनु भएको माया अनि टिकटक र फेसबुक तिर यस्तो अक्खा कमेन्टहरु देख्दा त सन्चो नभएको बेलामा पनि क्या भ्लग मात्रै बनाइराम जस्तो फिल भइराके तपाईहरु सुन्न सक्नुहुन्छ मेरो स्वर मलाई बोल्नै कस्तो अप्ठ्यारो लागिराछ क्या ज्वरो र घाँटी दुख्ने त बल्ल बल्ल निको हुँदै गएछ तर फेरि रुगाले समातेर दिमाग खराब अनि हिजो आज चाहिँ दिनभरि रातभरि पानी परेर यसरी मकै छोडाएर बस्नु पर्ने अवस्था भएको छ गर्मी महिनामा पनि मौसम क्या चिसो भइराछ यस्तो मौसममा पो हो त यार बाख्रा मासुको तातो झोल खाने तर भयो यार त अबदेखि यो बाख्रा मासु भन्ने कुरालाई मैले त्याग दिए बल्ल बल्ल यसरी 3-4 दिनपछि उठेर हिँड्न सक्ने भएको छु यार अनि आजकल त दिन रातै पानी परिरहेछ नि त त्यही भएर म चाहिँ बिहानभरि मस्तले खाएर सुतिरहे अनि कति घर मात्र बसिरहने क्या त्यही भएर दिउँसोतिर हल्का गाउँ डुल्न गएको त्यतिकैमा मामा र भाइ पनि रेडी भएर बसिरहेको रहेछ क्या यो स्कुटरको चाहिँ ब्रेक लुज भएर रहेछ त्यही भएर बनाउनलाई जाम ताक्लुङतिर भन्दै थियो कति सुतेर मात्रै बस्ने क्या हैन म पनि सरर चल्दिए अनि 2-3 दिन मैले भ्लग पोस्ट नगर्दा कतिपयले त मेरो भ्लग अनि मलाई पनि बिर्सिसक्नु भयो होला जस्तो लाग्थ्यो तर त्यो त एउटा मेरो भ्रम मात्र रहेछ यार किनकि अस्ति मैले बिरामी छु भनेर हालेको भ्लगमा कमेन्टहरु हेर्छु त आम्मा प्राय सबैको कमेन्ट त भ्लगको वेटिङमा जस्तो देखे क्या मैले अनि त्यस्तो कमेन्ट देख्दा त बाबै आफू सन्चो नहुँदा पनि भ्लग मात्रै बनाइराम जस्तो फिल भइराक्यो मलाई त यति साह्रो माया देखाइदिनु भएकोमा तपाईहरु प्रति म एकदम आभारी छु क्या मेरो स्वास्थ्य अवस्था पनि बिस्तारै बिस्तारै सुधार हुँदैछ सो अबबाट सकेसम्म बल गरेर भए पनि डेली भ्लग पोस्ट गर्ने छु क्या तपाईहरु चाहिँ हेर्न नछुटाउनु होला अनि फलो गर्नु भएको छैन भने फलो पनि गर्न सक्नुहुन्छ है अनि यतिकैमा डुल्दा डुल्दै हामी चाहिँ आइपुग्यो ताक्लुङ मामा फेरि यतिकै रमाउँदै नाच्नु भइरहेछ क्या अब हामीलाई चाहिँ मस्तले स्कुटर सफा गर्न दिनुपर्ने हुन्छ हिलो हिलो कुदाएर स्कुटर पुरै झुर भइरहेको थियो हल्का ब्रेक पनि लुज अनि त्यसलाई नै बनाउन दिए यतिकै बसिराख्न झ्याल आयो अनि हामी चाहिँ यसो डुल्दिन पनि गइदिए अब क्यामेरा पनि गतिलो आउन त आइफोन भए पो हुने गरिब एन्ड्रोइड परियो तै पनि हेर्न सक्नुहुन्छ ताक्लुङको साँझ पखको भ्यू अहिले हालसाल त मेरो चटपट खाने अवस्था छैन त्यही भएर चाहिँ हल्का यो लेचहरु खाए अनि त्यसपछि स्कुटरहरु पनि सबै रेडी भएपछि हामी चाहिँ फर्केर आए घर हेलो माइक चेक सुन्न सक्नुहुन्छ माइक पानी सक्यो क्या आजको लागि यति नै अब भेट्नु पर्छ भोलि सो द्याट्स इट फर टुडे टाटा एन्ड बाइ बाइ